तपाईले अन पोर्टलमा गएर आफूलाई रजिस्टर त गर्नुभयो, त्यो सँगसँगै केवाइसी पनि भेरिफाई भइसक्यो। अब प्रपर्टी रिफर गर्ने चाहिँ कसरी त? तपाईले त्यसको लागि तपाईले आफ्नो क्रेडेन्शियल लिएर लगइन गर्ने बित्तिकै ड्यासबोर्ड आइपुग्नुहुन्छ। ड्यासबोर्ड आइपुग्ने देयर इज अ एड सेलर सेक्सन भन्ने छ टप राइट साइडतिर। तपाईँ त्यसमा क्लिक गरिसकेपछि सेलर रजिस्ट्रेसन रिक्वायरमेन्ट भन्ने छ, त्यसमा केही कुराहरू छ, त्यसमा तपाईले सबै कुरामा टिक लगाइसकेपछि तपाईँ प्रोसिड टु रजिस्ट्रेसनमा जान सक्नुहुनेछ। त्यहाँ गइसकेपछि तपाईले सेलर इन्फर्मेसन हाल्न पर्ने हुन्छ, सेलरको नाम राख्न पर्ने भयो, सिटिजनशिप नम्बर राख्न पर्ने भयो। सिटिजनशिप नम्बर चाहिँ एकदम धेरै सेन्सिटिभ छ, त्यो राख्दाखेरि एकदम केयरफुल भएर राख्नु होला। त्यसमा राख्दाखेरि कति के हुन्छ भन्दाखेरि जति पनि प्रपर्टिजहरू छ जुन चाहिँ तपाईँ जस्तै अरू पनि रिफर हुन सक्नुहुन्छ, उहाँले अलरेडी रिफर गरिसकेको प्रपर्टी हुनसक्छ। त्यसको लागि तपाईँले जति पनि सिटिजनशिप नम्बर राख्नुहुन्छ, प्रपर्टी जसको नाममा छ उहाँकै सिटिजनशिप नम्बर राख्नु होला। त्यो भयो भने त्यो कोलाइड हुँदैन, इट्स इजी टु गो। जब तपाईँले सेलरको जुन एक्चुअली सेलर जसको नाममा लाल प्रेस छ उहाँकै सिटिजनशिप नम्बर राख्नुपर्ने हुन्छ। जब सिटिजनशिप नम्बर राख्नुहुन्छ त्यसपछि तपाईँले फोन नम्बर राख्नुहुन्छ, प्रपर्टी इन्फर्मेसन, त्यहाँ गएर लाल प्रेजा चाहिँ किन गरिरहेको छ भन्दाखेरि लाल प्रेजामा सेलरको सिटिजनशिप नम्बर हुन्छ। त्यो सेलरको सिटिजनशिप नम्बर र तपाईँको सिटिजनशिप नम्बर जुन माथि एड गर्नुभएको थियो सेलर इन्फर्मेसनमा त्यो कुरा म्याच हुनुपर्ने हुन्छ। जब त्यो कुरा सबै कुरा म्याच गरेर तपाईँ टर्म्स एन्ड कन्डिसनमा एग्री गर्नुहुन्छ, रजिस्टर सेलर एन्ड प्रपर्टी भन्ने यहाँ क्लिक गर्नुहुन्छ। त्यसपछि त्यो प्रपर्टी इन्फर्मेसन यता हाम्रो टिमलाई सबमिट हुन्छ। त्यसपछि अब हाम्रो यता इन्टरनल टिमले त्यो प्रपर्टीको सेलरलाई एकचोटि कन्ट्याक्ट गर्नुहुन्छ। थाहा छैन त्यो प्रपर्टी सेलमा हो भने यता हाम्रो टिमले कोर्डिनेट गरेर प्रपर्टी भिजिट गर्नुहुन्छ। त्यसपछि प्रपर्टी सेलरसँग के कम्युनिकेसन भयो भन्ने कुराको लागि पनि धेरै चाहिँ सेलर सेक्सन ड्यासबोर्डको मुनि तपाईँले सेलर सेक्सन छ, त्यसमा गएर तपाईँले हेर्नुभयो भने टाइमलाइन छ, यता हाम्रो टिमले कम्युनिकेसन गर्नुहुन्छ। त्यो कुराहरू तपाईँले यहाँ अपडेट हुन्छ, प्लान भिजिटलाई प्लान भएको छ के भयो कसो भयो भन्ने हिसाबले यहाँ अपडेट हुन्छ। त्यसपछि जब त्यो सेलर भिजिट भइसकेपछि हाम्रो टिमले त्यो प्रपर्टी भिजिट गरिसकेपछि त्यो प्रपर्टी लिस्टिङ गर्नुहुन्छ। जब त्यो प्रपर्टी लिस्टिङ हुन्छ तपाईँको प्रपर्टिज भन्ने सेक्सनमा देखिन्छ। त्यसपछि अब त्यो प्रपर्टी के भइरहेछ होला, के भयो कसो भयो, भिजिट भएको छैन कि, कम्युनिकेसन भयो कि भएन, कुनै डिल भयो कि चाहिँ अब एजेन्सीले चाहिँ डिल भएर थाहै दिएन कि होइन, त्यसको चाहिँ हात्तिनु पर्दैन। तपाईँले जब तपाईँ प्रपर्टी सेक्सनमा जानुहुन्छ त्यसमा जाँदाखेरि तपाईँ टाइमलाइन भन्ने सेक्सन छ, त्यहाँ जानुभयो भने तपाईँले धेरै सबै कुरा जुन प्रपर्टी तपाईँले रिफर गर्नुभएको थियो त्यसमा टोटल भिजिट कतिवटा भयो, कुनै अफर प्राइस छ कि छैन, के फलोअप भयो, के भयो कसो भयो, अथवा बारको नम्बर दिएको हुन्छ त्यसमा, भन्नु मतलब सिस्टमले जेनेरेट गरेको डिफ्रेन्ट नम्बर त्यहाँ हुन्छ। त्यसमा हरेक बायर छ, कतिवटा बायर छ, के कुराकानी भयो भन्ने हिसाबले सबै कुरा तपाईँले यसमै अपडेट पाउनुहुन्छ। र जब डिल क्लोज हुन्छ यु गेट द कमिसन्स। त्यसको लागि पनि फेरि तपाईँले सेटिङमा जानुभयो भने देयर इज अ ब्याङ्क डिटेल। तपाईँले आफ्नो केवाइसी भेरिफाई गरिसकेपछि ब्याङ्क इन्फर्मेसनमा चाहिँ ब्याङ्क नम्बर, ब्रान्च डिटेल्सहरू र अकाउन्ट होल्डरको नाम, अकाउन्ट नम्बरहरू पनि अपडेट गरिदिनु भयो भने जब कमिसन आउँछ अथवा तपाईँले इफ यु when you earn the commission तपाईँको ब्याङ्कमा क्रेडिट हुन्छ। सो इट्स एज सिम्पल एज द्याट। तपाईँले असल रजिस्टर गर्नु भएको थिएन अथवा रजिस्टर गर्ने सोच्दै हुनुहुन्छ भने डु रजिस्टर एन्ड रिफर द प्रपर्टी एन्ड मेक स्योर यु अर्न थ्रु अनलाइन इन रियल एस्टेट थ्रु Jimal Grow. If you have any comments, if you have any questions, if you have any confusions, don't forget comments. We'd love to answer it. Thank you.